हाम्रो याकथुङ बारको चाहिँ 10 लिम्बुवान सतथुनको रीतिरिवाज अनुसार चाहिँ यसलाई हामी सामदाकुमा भन्छौँ। यसमा चाहिँ तीन सीमा आफन्तजनहरूले चाहिँ आफ्नो आफ्नोबाट यसरी ल्याएर अन्तिमपल्ट आफूले खाने पिउने चिजहरू दिने चलन छ। भतिजोलाई खाना पानी यहाँबाट जब यो प्रोग्राम सकिन्छ अनि मात्रै आफन्तजनहरूले बाहिर हुनेहरूले पनि खाना खान्छ। त्यसरी छ। अहिले सबैले चाहिँ यो सामदाकुमामा उहाँलाई अन्तिमपल्ट खाने चिज दिँदै हुनुहुन्छ। त्यसरी थुन्चेर बोकेर ल्याइन्छ सबैले। मेरो चराउँदै टाउको दुख्यो भनेर बस्ने